हेलो एभ्रिवान, तपाईँहरू पनि नन्द भाउजू भेट हुनुभयो भने चाहिँ यस्तै गरेर बस्नुहुन्छ कि नै? हामी चाहिँ दुईजना भेट भयो र अनि दुईजनाकै फ्री हेलो। टाइम छ भने चाहिँ यस्तै यस्तै काम आज गरेर चाहिँ बस्छौँ के। अनि यो मेकअप थ्रेडिङ के बाइकको मैले डिस्कस गराउँछु। 2-3 वर्ष अगाडि सम्म चाहिँ मैले थ्रेडिङ कहिले गरेकै थिइनँ के। अनि 2-3 वर्ष अगाडिबाट मात्रै गर्न सुरु गरेको। त्यसपछि पनि मलाई आफूलाई चाहिँ आउँदैन। अनि यसरी नै गरिदिने कोही मान्छे पायो भने गर्छु, अनि नभए भने चाहिँ त्यो पिनले अलिअलि आफैले मिलाउँछु। अनि त्यति धेरै मिलाउनु पर्ने पनि छैन कि फेरि। अनि भाउजूले गर्नुहुन्छ भन्ने थाहा पाइसकेपछि चाहिँ अनि भाउजूले गरिदिन्छु भन्नुभयो। अनि थ्रेडिङ पनि गरेँ मैले। अनि त्यसपछि मेकअप पनि गरौँ न त अलिअलि, धेरै भयो नगरेको भन्ने भएर अनि अलिअलि मेकअप सेकअप गऱ्यौँ। भाउजूले चाहिँ मेकअप सिकेर गरिदिनु भएको अथवा मेकअप आर्टिस्ट त्यस्तो केही पनि होइन, जस्ट यतिकै आफ्नो आफूलाई काम चलाउ मेकअप चाहिँ गरिराख्नुहुन्छ नि त। अनि मलाई चाहिँ मन पर्यो भाउजूले गरिदिनु भएको मेकअप। हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला है त।